नमस्कार एभ्रिवान। तपाईँलाई पनि यो कुरा भएको होला है, जस्तै महँगो खानेकुरा किन्नुभयो तर तपाईँलाई मन परेन अनि महँगो भएकै कारण तपाईँले त्यो अन्तिमसम्म सिध्याउनुहुन्छ किनकि लगानी भएको छ त्यहाँ महँगो। अथवा तपाईँ मुभी हेर्न जानुभएको छ, 3D मुभी अलिक महँगो मुभी हेर्न जानुभयो अनि पैसा धेरै लागेकै कारणले त्यो झुर लाग्दो मुभी अन्तिमसम्म हेर्नुभएको पनि होला। सायद तपाईँले जुन विषय पढ्दै हुनुहुन्छ अथवा पढ्नुभयो, पैसा खर्च भइसक्यो तर तपाईँलाई मन परेन अनि तर पनि तपाईँले त्यो पैसा खर्च भएको कारणले अन्तिमसम्म पढ्नुभयो। यी धेरै कुराहरू हाम्रो रिलेसनसिपका कुरा हुन् अथवा यी सबै कुराहरू हाम्रो जीवनमा प्राय भइ नै रहन्छ। लगानी भएको कारणले कन्टिन्यू गरौँ न त भन्ने लाग्छ। फलस्वरूप हामीलाई के हुन्छ त, झन् घाटा लाग्छ। एक त नराम्रो खानेकुरा खानुभयो, त्यसले तपाईँलाई असर गर्यो, अर्को पैसा पनि खर्च भयो, हामी उम्किन सकिरहेका हुँदैनौँ। अनि यो चाहिँ एउटा साइकोलोजिकल कुरा हो, मनोवैज्ञानिक कारणले हो। यो चाहिँ हामीले निर्णय गरेर भएको कुरा होइन। अनि यसलाई चाहिँ सङ्क कस्ट फ्यालसी भनिन्छ अथवा डुबेको लगानी सम्बन्धी भ्रम। हामीलाई लगानी डुब्छ भन्ने भ्रम हुन्छ अनि हामीले त्यो खर्च गरेको कुरा उठाउनलाई नमिठे भए पनि खाइदिइरहेका हुन्छौँ, झुर मुभी भए पनि हेरिदिइरहेका हुन्छौँ। अनि एउटा उदाहरण चाहिँ यो कन्कोर्ड विमानको बारेमा तपाईँले सुन्नुभएको होला। बेलायत र फ्रान्सले लगानी गरेर त्यो कन्कोर्ड विमान बनाएका थिए अनि त्यो विमानमा सुरुदेखि नै समस्या छ भन्ने तिनीहरूलाई थाहा थियो, तापनि त्यसलाई निरन्तर रूपमा उनीहरूले प्रोडक्सन गरिरहे अनि अन्तिममा झन् डुबेको उदाहरण छ। अनि यसलाई कन्कोर्ड इफेक्ट पनि भनिन्छ। हाम्रा जीवनमा पनि यस्ता धेरै घटनाहरू भइरहेका हुन्छन्। हामीले पनि हाम्रो जीवनमा यो सङ्क कस्ट फ्यालसी अर्थात् अब डुब्यो है, लगानी डुब्छ, त्यही भएर मैले यो खानै पर्छ, मैले गर्नै पर्छ, जागिरका कुरादेखि लिएर सबै कुरामा त्यो गरिरहेका हुन्छौँ। यदि त्यो गरिरहनु भएको छ भने हामीले सोच्नुपर्ने कुरा चाहिँ डबल नोक्सानमा पर्ने कि पहिलो नोक्सानबाट जोगिने। कन्कोर्ड विमान पनि उहाँहरूले प्रोडक्सन रोकिएको भए उहाँले जति सुरुको लगानी गर्नुभएको थियो त्यति मात्रै लगानी डुब्थ्यो, तर उहाँहरूको कैयौँ लगानी डुबेको छ पछाडि। अनि यसबाट जोगिने एउटै उपाय भनेको चाहिँ सुरुमै सचेत रहेर त्यो फ्यालसीबाट जोगिने हो अनि निर्णय गरेर तत्कालै निस्किने हो। त्यसैले सङ्क कस्ट फ्यालसीबाट जोग्यौँ। तपाईँको दिन शुभ रहोस्। हवस् त, नमस्कार।